अपरा एकादशीको दिन नारायण खान मन्दिरमा बिहान 6 बजेको समयमा यति लाइन भइसकेको छ। अपरा एकादशीको दिन भगवान नारायणजीको दर्शन गर्नलाई यहाँ भक्तजनहरूको यस्तो लाइन छ। आज प्राङ्गणमा रहेको भक्तजनहरूको भिड छ। नारायण भगवानको दर्शन गरेर दीप प्रज्वलन गर्दै हुनुहुन्छ। भगवानको पूजा गर्नको लागि लाइनमा हुनुहुन्छ सबैजना। भगवान गणेशको पूजा गर्न लाइनमा यहाँ दीप प्रज्वलन गर्न चाहनेहरूले यहाँ दियो यसरी राखिएको छ। दीप प्रज्वलन गर्न चाहनुहुन्छ एकादशीको दिन प्राङ्गणमा तुलसा देवी तुलसा यहाँ प्राङ्गणमा रहेको जय श्री हनुमानजीको मूर्ति मन्दिरको प्राङ्गणमा रहेको छ। हनुमानजीको मूर्ति लाइभ हाइलाइटबाट लिएका भिडियो छ। न मात्रै होइन, यहाँ बस्नुको धेरै आइडीमा बाबाका भिडियोदेखि अलमोस्ट सबै आइडीमा भगवान् विष्णुकै भिडियो हुन्छ र एक जग्गालाई हामी सदैव मनदेखि सम्मान दिँदै जानुहोस्। टिकटकको रुल्समा पनि त्यही पर्छ, गिभ रेस्पेक्ट टेक रेस्पेक्ट। जे रोक्छौँ त्यही फल्छ, जे साथ दिन्छौँ त्यही साथ आउँछ। तपाईँले राख्नुभएको साथ टिकटकले सम्मान दिन्छ।